नमस्कार साथीहरू, हजुरहरूको आफ्नै च्यानल गेरुवा अनलाइन सर्च गरेर हेरिरहनु भएका सम्पूर्णमा म न्यू पनेलाको तर्फबाट नमस्कार गरेको। आज हामीले कमेडी साई सँगसँगै सबैले माया गर्ने बालाराम न्युपानेज्यूलाई बोलाएर हामीले कुराकानी अगाडि बढाउनेछौँ। स्वागत गरौँ न्युपाने बालारामजीलाई। नमस्कार। तपाईँको दिनचर्याहरू कसरी कटिरहेको छ बालारामजी, सुनाइदिनुहोस् न। यस्तै कहिले जापान, कहिले कोरिया, कहिले अमेरिका। दर्शकहरूले मलाई धेरै माया गर्नुभयो नि, त्यसैले दर्शकहरूले बोलाउनुहुन्छ, यताउता जाने, सुनाउने, गर्ने, उनीहरूलाई रमाइलो गराउने, यसरी नै कटिरहेको छ दिनचर्या। हाम्रा साथीभाइहरूलाई एउटा कमेडी चुटकिलाहरू सायरीहरू सुनाइदिनुहोस् न। एउटा फुराइदिनु पर्यो, फार जाओस् न, हानिदिनुहोस्। हुन्छ, सुनाइछु नि। जस्तै तपाईँहरू जस्तोलाई सुनाएर त अनि म यहाँसम्म पुगेको। ल सुरु गरौँ। तिम्रो दुनियाँमा कोही निराश नहोस्, तिम्रो दुनियाँमा कोही निराश नहोस्, तिम्रो खुसीमा कहिल्यै कमी नहोस्, तिम्रो दुनियाँमा कोही निराश नहोस्, तिम्रो खुसीमा कहिल्यै कमी नहोस्। भगवानले तिमीलाई यस्ती आइटम दियोस् जो दबाङकी मुन्नी कमी नहोस्। वाह वाह, मेरो साथी तिमी पनि लेख्ने गर सायरी, मेरो साथी तिमी पनि लेख्ने गर सायरी, तिम्रो पनि मेरो जस्तै नाम चल्छ। मेरो साथी तिमी पनि लेख्ने गर सायरी, तिम्रो पनि मेरो जस्तै नाम चल्छ। जब तिमी माथि पर्छ अन्डा र टमाटर, जब तिमी माथि पर्छ अन्डा र टमाटर, तब साँझको तरकारीको इन्तजाम भइहाल्छ। जब तिमी माथि पर्छ अन्डा र टमाटर, तब साँझको तरकारीको इन्तजाम भइहाल्छ। आज हाम्रो कुराकानीहरू यत्तिकै गोजीमा राखेर बिदा हुन्छौँ। एकैछिन फेरि तपाईँहरूलाई यो कुराकानी चुटकिला गजल सायद कस्तो लाग्यो, राम्रो लाग्यो कमेन्ट, लाइक, सब्सक्राइब, सेयर गर्न नभुल्नु होला। हामी पनि अब बाहिर निस्किन्छौँ। हस् हस्, नमस्ते।